हामी सत्यवती माताको दर्शन गर्न जाँदैछौँ बजैको। यहाँ हिँड्न नसकेर मान्छेहरू व्याकुल अवस्थामा हुनुहुन्छ। जय सत्यवती बजै। हिँड्न नसकेर सकसमा छन् सबै जनताहरू। जय सत्यवती बजै। लौ लौ निस्कम निस्कम। कति टी सर्ट माथि गरेर हामी आयौँ सत्यवती बजै। अलि चिच्याउनु पर्छ सुन्नलाई त। रमाइलो गर्दै उकालोमा स्वाफुवा गर्दै हिँडिरहेका छौँ सत्यवती बजैको दर्शन गर्न। रमाइलो पल छ। रमाइलो गर्दै हामी सबैजना कुन नि बोलम बोल्न नसक्ने अवस्थामा। जय सत्यवती बजै की जय सत्यवती बजै। हामी आयौँ हजुरको दर्शन गर्नको लागि। उकालोमा डाँडा पाखामा सकसै भयो। रमाइलो छ। पछाडि आउँदै हुनुहुन्छ हाम्रा टोलीहरू। जङ्गलमा जङ्गल घनघोर जङ्गल छ। कति हात कम्मरमा लाएर हिँड्दैछन्, कति नाच्दैछन्। यी रमाइलो छ। मन्दिर आउँदा ढिङ्को चिका हुन्छ क्या। हजुर ओह मेरो छोरो अगाडि गएर बसिरहेछ सत्यवती बजैलाई छिटो भेटाउँछु भनेर। हेर त कोही त बजै गरेर हिँडिहाल्नु। यहाँ त पुरै जङ्गल हो। ल सत्यवती बजैसीमा आइयो। रमाइलो छ कि सत्यवती बजैसीमा आइयो। खै त अरू कहाँ छुट्यो त। तेर्खाबाट आइयो बल्ल। कति घन्टा हिँड्थ्यौँ हामी। जय जय सत्यवती माता की जय। शक्ति दिनुभयो माता, धन्य हो माता, हजुरकै कृपा हो सबै। कति घन्टा हिँडेर आइयो हामी। कति घन्टा लाग्यो? 3.5-4 घन्टा हिँडेर आइयो यहाँसम्ममा। 1 घन्टा त त्यही बस्छु। ए सत्यवती बजै की जय। 3 घन्टा अब आइयो बजैसीमा आइयो। बाबा त कहाँ दाइरौ त उहाँ पछाडि छोडिन है चाहिँ। सत्यवती बजै की जय। यिनी दुईटी कता गए। त्यतिकै भिडियो गरेको क्या टिकटकमा गफ गर्दै यो। जय हो जय सत्यवती माता की जय। रमाइलो छ सत्यवती आउँदै हामीहरू रमाइलो गर्दै टिकटक बनाउँदै। पीछे देखो पीछे, नीचे देखो नीचे। कति
रमाइलो छ यति रमाइलो गर्दै आछौँ दाइ खै दाइ सत्यवती जानीको भिडभाड रमाइलो गर्दै हिँड्दै सबैजना रमाइलो छ 3-4 घण्टा हिँडेर हामी सत्यवती जाँदैछौँ सबैजना रमाइलो गर्दै सत्यवती बजाइको जय जङ्गल पनि छ यस्तो जङ्गलको बीचमा रमाइलो गर्दै सबैजना रमाइलो गर्दै हिँड्दै सत्यवती जानीको भिडभाड रमाइलो सत्यवती बजाइकी जय आइयो आइयो बजाइलाई भेट्न आइयो बहिनी बजाइ 3-4 घण्टा हिँडेर हामी सत्यवती जाँदैछौँ अब त लगभग पुग्न लागिसक्यो होला धेरै छैन रमाइलो पनि भयो गाह्रो पनि भयो यस्तो रमाइलो छ सबैजना हिँड्दै घुम्दै सत्यवती बजाइकी रमाइलो गर्दै सत्यवती बजाइकी जय भन्दै भन्दै सबैजना सत्यवती रमाइलो गर्दै हिँडिरहौँ रमाइलो छ सबै आफ्ना आफ्ना तालमा आफ्ना आफ्ना गफमा हिँड्नु भएको छ त्यो घनघोर जङ्गल छ जङ्गलको बीचबाट हिँडिरहेका छौँ सबैजना रमाइलो गर्दै रमाइलो छ त्यो घनघोर जङ्गलको बीचबाट सत्यवती बजाइकी मलाई